हेलो गाइस, आज हामी जाँदैछौँ सारङ्गढ टुप्पोमा। नयाँ दिन, नयाँ सुरुवात। जहाँ हरियालीले मन छुन्छ र जहाँ समय पनि केही बेर रोकिन्छ झैँ लाग्छ, यो हो पोखरा। नेपालको मुटुमा बसेको यस्तो सहर जहाँ हरेक बिहान हिमालको झल्कोले दिन सुरु हुन्छ र हरेक साँझ तालको छेउमा सुनिन्थ्यो त्यो चिरबिर आवाज। नेपालको मुटुमा बसेको पोखरा सहर आफैमा सुन्दर छ, तर जब तपाईँ पोखराबाट अलिकति माथि चढ्नुहुन्छ त्यहाँ पर्न आउँछ सारङ्गकोट, जहाँबाट पोखराको असल रूप देखिन्छ। हाम्रो यात्रा सुरु भयो अब सारङ्गकोटसम्म। बिहानको सूर्योदयसँगै अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे हिमालहरू हेर्दै, पहाडहरू हेर्दै, पोखराको यो रमणीय ठाउँहरू हेर्दै हामीहरू पुग्यौँ सारङ्गकोट। गाडी जाने ठाउँसम्म त हामी गाडीमै गयौँ र त्यहाँ पुगिसकेपछि थोरै माथि पैदल जानुपर्ने रहेछ। त्यसकारण हामी सिडी चढेर उकालोतिर लाग्यौँ। हेलो गाइस, आज हामी जाँदैछौँ सारङ्गढको टुप्पोमा। सारङ्गढको टुप्पोमा के बोले भाइ? अब के बोले के छ थाहा भाइ बोले? 5 बजे उठ्ने, सारङ्गकोट जाने अनि सूर्योदय हेर्ने हाम्रो सपना चकनाचुर भयो। नेपालको समय त्यही त हो नि, 5 बजे जाम्ला भनेर 8 बजे उठ्ने पनि हामी नै हो। सूर्योदय छुट्यो भनेर के भयो र? हाम्रो अगाडि उभिएको माछापुच्छ्रे हिमाल त अझै पनि फेसबुक पोस्ट गर्न मिल्ने जस्तै देखिएको थियो। हावा शान्त थियो, हिमाल उज्यालो, मनभित्रको अपुरो अनुभव पुर्याउँदै थियो। टुप्पोमा पुगिसकेपछि हामी केही बेर मौन भयौँ। साँच्चीकै त्यो मौनले धेरै कुरा सिकायो। सारङ्गकोट पोखराबाट करिब 15 किलोमिटर टाढा पर्छ। यहाँबाट सूर्योदय, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी जस्ता हिमालहरू हेर्न सकिन्छ। त्यसैले त यहाँ वर्षैभरि हजारौँ पर्यटकहरू आउँछन्, फोटो खिच्न होइन, स्मृति बटुल्न। तर म त फोटो भिडियो भनेपछि कहिले पनि नपुग्ने मान्छे। सारङ्गकोट गएपछि फोटो भिडियो नबनाउने त कुरै भएन नि। अनुभव आफ्नो ठाउँमा छ, तर कुनै पनि नयाँ ठाउँमा गयो भने त्यहाँको स्मरणको लागि, सम्झनाको लागि फोटो भिडियो बनाउने मलाई एकदमै मनपर्छ। त्यसैले त म जहाँ गए पनि भिडियो फोटो नबनाई त त्यो ठाउँबाट फर्किँदै फर्किन्न। सारङ्गकोटको यात्राले तपाईँलाई थकान दिन्छ होला, तर त्यहाँ पुगेपछि थकान होइन, शान्ति महसुस हुन्छ। आज हाम्रो सूर्योदय त छुट्यो होला, तर जुन सौन्दर्य देख्यौँ त्यो शब्दले भन्दा पनि भावनाले बढी बयान गर्न मिल्ने थियो। साँच्चीकै भन्ने हो भने प्रकृतिसँगको भेटमा घडीको समय भन्दा पनि मनको समय महत्त्वपूर्ण हुन्छ। फोटो र भिडियो बिना त यो मोमेन्ट अधुरो नै रहन्छ।
लौ हेरौँ है त हाम्रा केही फोटो र भिडियोका झलकहरू। अब हेरौँ हाम्रा टिकटक सँगै रमाइला क्षणहरू। जरा सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ जमाना उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं। Oh my God! Wow! Oh चांदनी आया है तेरा दीवाना। Oh चांदनी सुन तो जाने जाना। जमाना उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनकै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं। 15 minutes later हामी घुमेर पनि फर्किसक्यौँ। यहाँ हुनुहुन्छ हाम्रो गरिमा मिस अनि यता हुनुहुन्छ हाम्रो अजय दाई एकदम सबैको प्यारो अनि धेरै लगनशील इमान्दार दाई अनि हामी अहिले फर्किँदैछौँ। टुप्पोबाट अब हामी झर्दैछौँ बेसीतिर। सारङकोटमा खाजा खाएर फ्रेस भएर हाम्रो यात्रा सुरु भयो फेवातालतर्फ। अब हामी आइपुगेका छौँ फेवाताल। यहाँ डुङ्गा चढ्ने मजा छुट्टै छ। तालको पानीमा हिमालको प्रतिबिम्ब देखिन्छ। यस्तो दृश्य संसारकै कतै नभेटिएला। त्यहाँ छ तालबाराही मन्दिर जुन तालको बीचमा अवस्थित छ। पोखरा गएपछि फेवातालमा डुङ्गा नचढ्ने त कुरै भएन। फेवातालमा साइले डुङ्गा सरर सम्झनामा तिम्रो तस्बिर झलल भने चाहिँ हामी पनि चढ्यौँ डुङ्गा सरर। अब हेरौँ फेवातालको अद्भुत दृश्य। घुमिसक्दासम्म खाना खाने टाइम भइसकेको थियो। त्यस लगत्तै हामी नजिकैको रेस्टुरेन्टमा गएर स्वादिलो थकाली खाना खायौँ। धेरै थकाइ लागिसकेको थियो। त्यसैले हामी जुन होटलमा बसेको थियौँ त्यही होटल गएर 3-4 घन्टा रेस्ट गर्यौँ। 3 hours later दिउँसोको 3 बजिसकेको थियो। त्यस लगत्तै हामी लाग्यौँ शान्ति स्तूपतर्फ। हामी लुम्बिनीको मान्छे। पोखराको शान्ति स्तूप लुम्बिनीको व्हाइट टेम्पल जस्तै लाग्यो। तर त्यहाँबाट देखिने पोखरा सहर र अन्नपूर्ण हिमालको दृश्य एकदम अद्भुत लाग्यो। हामीसँग धेरै समय थिएन। त्यहाँ थोरै फोटो भिडियोहरू लिएर हामी त्यहाँबाट निस्कियौँ। टाइम थोरै भए पनि पुम्दीकोटसम्म पनि पुगेर जाउँ भनेर हामी लाग्यौँ पुम्दीकोटतर्फ।
आकाश गच्रिरहेको थियो, कालो निलो भइरहेको थियो, पानी पर्ला चाहिँ गरेको थियो। त्यसैमा पनि हामीहरू रमाइरहेका थियौँ। यस्तो बेला पनि एक दुईटा भिडियो त बनाउनै पर्यो नि। दुर्भाग्य भनौँ या समय त्यस्तै पर्यो। हामी गएको 5 मिनटमा यति ठुलो पानी पर्यो कि हामी नयता नउताको भयौँ। त्यसैमा हाम्रो ड्राइभर दाइ कहाँ जानुभयो पत्तै भएन। गाडी लक गरेर ड्राइभर दाइ त गायब। त्यसैमा पसलेहरूले लगाइदिएका सटर, लौ अब कहाँ जानु। एउटा क्याफेको फर्स्ट फ्लोर चाहिँ राम्रो रहेछ, बाहिरदेखि भर्याङ चढेर माथि गएर बस्न मिल्ने। लौ त्यहीँ जाऊँ भनेर हामीहरू चाहिँ त्यहीँ गएर बस्यौँ। लगभग 10 मिनटपछि पानी अलि सानो भयो र ड्राइभर दाइ पनि आउनुभयो। फेरि ठुलो पानी पर्ला भनेर हामी त्यहाँबाट फटाफट निस्क्यौँ। यदि तपाईँ कहिले थाक्नु भएको छ भने पोखरा आउनुहोस्। यहाँको प्रकृतिले तपाईँलाई फेरि जिउन सिकाउनेछ। यात्रा छोटो भए पनि अनुभव अमूल्य रह्यो। आशा छ तपाईँहरूलाई आजको मेरो ट्राभल ब्लग मन पर्यो होला। तपाईँलाई यो ब्लग मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सनुहोस् है। अर्को यात्रा र कथा लिएर चाँडै फिर्ता आउनेछु। धन्यवाद।